वाइल्डली चक्लेट So hey fam, welcome back to my channel, welcome back to my new video. It's so boy, I'm Simon. I hope सबजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि फिट एन्ड फाइन वाइल्डली छु भने के हो यो वेदर आज? के हो वेदर? बिहानदेखि हेरेको त वेदर हेर्नु त बिहानदेखि अहिले चाहिँ 11 बजिसक्यो दिउँसोको बिहानदेखि यस्तै बादल मात्रै लागिसकेको छ। भर्खर उठेर खानासाना खाएको होइन। अब यसो चाहिँ म अहिले चाहिँ गाउँमा छु है, गाउँ आएको छु। गाउँ आएको बेला होइन हल्का भ्लग बना भनेको। अहिले चाहिँ म गाउँमा छु होइन। के खाम मन लागेको छ होइन। ट्याक्क म ल्याएको जापानदेखि उता जापानदेखि ल्याएको चक्लेट रहेछ है। ट्याक्क चक्लेट खान लागेको यस्तो लभवाला चक्लेट होइन। अनि अर्को पनि छ, म अर्को पनि देखाउँछु है। ए हेर्नु योमा त जापानमा अझै लेखेको छ हुनै। आमा योमा चाहिँ जापानिजमा लेखेको छ ट्याक्क लगाएर। के हो थाहा? सुमन रावल लेखेको, सुमन रावल। आमा होइन त्यो फ्याम होइन। चक्लेट खान्छु। अति नै बाबा बिहानदेखि घामको झुल्कै देख्न पाइएको छैन। जता कतै बादल मात्रै छ, जता हेऱ्यो बादल मात्रै। के हो यस्तो गाइस? बिहानदेखि बादल मात्रै राखेको नि त। अनि त्यही नै गाइस है। अहिले चाहिँ म ट्याक्क डुल्न आएको छु है। घरदेखि हल्का यता डुल्न जान लागेको छु। आमा बबाल छ त। के हो यस्तो बबालै छ त। खासमा त यो बच्चाहरूले खाने हो। अब म पनि बच्चै परेँ। अति नै लभली टेस्टी छ है। यति मात्रै होइन, धेरै छ मेरो घरमा होइन। अहिले चाहिँ म यसो हल्का उतातिर डुल्न जानु पऱ्यो भनेर आएको होइन। अब चाहिँ म जानु लाग्छु। वेदर चाहिँ के हो आज? वेदर चाहिँ लास्टै खतमै छ भनौँ। खतमको खतम छ लास्टै वेदर चाहिँ आज। म सो फ्यास होइन। म चाहिँ चक्लेट खान्छु अनि खाएर बोल्छु होइन। ट्याक्क लगाएर होइन। वरिपरि जङ्गल छ होइन। यस्तो जङ्गल छ, घरहरू पनि केही छैन है। म चाहिँ एक्लै स्ट्यान्ड पारामा वाइल्डली हिँडिरहेको छु होइन। म चाहिँ उता फङदेखि आएको 2 दिन भइसक्यो होइन। राम्रोसँग नेटै चल्दैन भने के हो गाइस है। नेटै चल्दैन भने नेट पठाइदिनु पऱ्यो क्या तपाईँहरूले। हो म केही हप्तासम्म चाहिँ यहाँ बस्छु होला गाउँमा है। केही हप्ता गाउँमा बसेर चाहिँ म उता जानुपर्छ फेरि होइन। म चाहिँ फेरि अब 1 हप्तामै फेरि काठमाडौँ जानु लाग्यो। अब उतै गएर थाहा पाउनुहुन्छ होला किन जानु लाग्यो, के गर्न जानु लाग्यो भनेर गएछ है। म चाहिँ अहिले ट्याक्क पारामा सुन्तला चोर्नु जानु लाग्यो। सुन्तला के छोडिन्छ है। आम्मा घामै लगाएको छैन भने हेर्नु यता के हो यस्तो गाइस है। के हो यस्तो घामै लागेको छैन भने बिहानदेखि। सब गाइस म चाहिँ अब हिँडिरहेको छु है। ट्याक्क हाम्रो बारीसारीहरू देखाउनु है। ट्याक्क लगाएर म चाहिँ हिँडिरहेको छु। हल्का चिटहरू पर्नु पर्ने होइन। भलक पनि देखिरहेको। ट्याक्क लगाएर घरहरू देख्न सक्नुहुन्छ होइन। यस्तो छ हाम्रो गाउँको बाख्रा पखेटाहरू।
हिमालको रुखै ढल्दिरहेको होइन। पहिला हाम्रो यहाँ बाजे हुँदाखेरि कति ठुलो थियो होइन, आजभोलि रुखै ढल्दिसकेछ। पारि उयो माथिको जत्रै थियो कि योभन्दा ठुलो थियो। हेर न यस्तै ढलिरहेको छ घाममा पारामा है। अति नै लभली। हाम्रो चाहिँ यो के हो भनेपछि यो कागती बारी हो। ट्याक्क लगाएर ठुलो जङ्गल छ यो वरिपरि ठुलो जङ्गल छ। अनि यहाँ चाहिँ घर छ, माथितिर घर छ, पारितिर घर छ। ट्याक्क लगाएर है अति नै बवाल बस्छु है। त्यस रमाइलो छ गाउँतिर है। So beautiful guys, beautiful way. अति नै लभली है। अब चाहिँ म उता जान्छु घरतिर होइन। घामै लासेन बिहानदेखि जहाँ घाम जहाँ आयो घामै तप्न आयो होइन। घामै लासेन भने के हो यस्तो बोरिङ फिल मात्रै भएको छ, घाम पनि लागेको छैन है। यो चाहिँ हाम्रो बाजेको घर हो। ट्याक्क लगाएर है बाजे बितेको नि आज 6 महिना होइन, आज होइन अब चाहिँ 1-2 दिनमा चाहिँ 6 महिना भन्छन्। 6 महिना भन्दाखेरि मेरो बाजे बितेको चाहिँ घर चाहिँ यस्तो भइसक्यो क्या। मान्छे नभएको घर यस्तो हुँदो रहेछ हेर्नु। ट्याक्क लगाएर ओर्दिसक्यो, कोही बस्दैन यो घरमा। ट्याक्क लगाएर बाजे बितेको पनि 6 महिना हुन लागिसक्यो होइन। हुन लागिसक्यो भने सायद भइसक्यो होला है। अब चाहिँ 26 गतेपछि हाम्रो बर्की छ, त्यही भएर म गाउँ आएको है। ट्याक्क लगाएर लालुपाते छ, हिज्रै फुल है, भाइ पनि छ। आमा कत्रो केरा हेर्नु गाइस, केरा हेर्नु गाइस, केरा होइन। म चाहिँ केरा देखिन्छु ट्याक्क भएर। आमा कत्रो हुने, बाफ्रे बाफ ठुलो छ त केरा त, अहिले ठुलो छ त। अहिले चाहिँ फ्ल्यास पाउनु पर्दैन। अब जति कालो कुरो भयो भने एउटा कागती लगाउनु गाइस है, सोधेर लगाउनु। ट्याक्क लगाएर सपारा है। यहाँ चाहिँ अमिलोहरू रहेछ, अमिलो रहेछ। त्यहाँ मान्छे एउटा झरिन्छ, चोरेर खाएको है। सुकाए आफ्नै त भन्नु होइन। बिस्तारै बिस्तारै
एउटा चाहिँ गल्यो है यसो राख्नुपर्छ कोही छैन एक्लै छु म त्यही नै हो गाइस मिठो भयो अहिले चाहिँ ठ्याक्कै 1 बजिसक्यो है अनि ट्याक्क लगाएर म चाहिँ अहिले घर आएको छु ट्याक्क है घर जान लागेको यसो आज चाहिँ हल्का काम गर्नु पर्न घाँस सास काट्नु छ है आज चाहिँ धेरै काम छ नि त मेरो ट्याक्क पाहाडमा कुटो चाहिँ रेडी भइसक्यो है कुटो चाहिँ रेडी भइसक्यो बिर्सेर हालेर है अब चाहिँ ट्याक्क लगाएर म सुन्तलाको बोटहरू ट्याक्क गोडमेल गर्न जान्छु है त लस्सी यो चाहिँ अमिलोको रुख छ होइन यसलाई चाहिँ म यहाँ तल ट्याक्क गोडमेल गर्छु है त खनेर पनि भइसक्यो अब चाहिँ यहाँ ट्याक्क मल हालिदिनु पर्छ है त बरु आज धेरै काम छ अरू पनि काम छ है लिएर चाहिँ म लिन आइसकेको छु ट्याक्क मल लिने ठाउँ चाहिँ मल छ कताबाट पनि यस्तो छ हेर्नुहोस् ट्याक्कै म चाहिँ मल लिन आएको यहाँ चाहिँ मल जगाइसकेँ अब मेरो चाहिँ मल सल हाल्छ है त गाउँघारीको बिचमा आएको छु म चाहिँ लगाएर मल हाल्नुपर्छ अब चाहिँ लेट्स गाइस कमान 1 बाल्टी मल चाहिँ एउटा बेर्नाको लागि है मिनिमम 1 बाल्टी मैले चाहिँ मल हाल्ने है मल चाहिँ ट्यागको बारेमा सबै जता कतै होइन जताको चाहिँ यहाँ तल जतै मलाई हालेर सिधाइसक्यो अनि सिधाएर पनि अनि बल्दा अनि यो भेडा बाख्राहरूलाई म चाहिँ घाँस जुनाइदिइसकेँ ट्याक्क लगाएर 2टा सानो पाठाहरू पनि छ यता यति राम्रो रहेछ है यति नै राम्रो रहेछ जतै कतै यहाँ तल पनि छ हाम्रो है भेडनाहरू होइन जता कतै अब धोएर पनि हल्का एकछिनमा चाहिँ डुल्न जानुपर्छ तल होस् होइन जतै हेरफेर गर्नु सो गाइस है आज भ्लग यति नै गर्नुपर्छ र होइन अब चाहिँ भ्लग एडिट गर्नु पनि हाल्नुपर्छ अपडेट पनि गर्नुपर्छ होइन आज भ्लग यति नै गर्नुपर्छ हजुरहरूलाई के कस्तो लाग्यो सबजनाले लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला सो गाइस त्यही हो नयाँ हुनुहुन्छ भने च्यानलमा सब्सक्राइब गरिदिनु पुरानो हुनुहुन्छ भने सपोर्ट गरिदिनु होला आज भ्लग यति नै गर्न चाहन्छु है त Thank you so much for watching this video. Don't forget to like and subscribe and bell icon. Hasta Jai Nepal.